यहाँहरू सम्पूर्णमा नमस्कार। यो पृथ्वी सबैको साझा घर हो। हामी यो सुन्दर घरको एउटा परिवारको सदस्य हौँ। जसरी हामी हाम्रा लागि हाम्रो वासस्थान, हाम्रो जीवनशैली जरुरी छ, त्यसै गरी यो संसारमा, यो पृथ्वीमा भएका अन्य जीव जन्तु, बिरुवा, रुख बिरुवा, हावापानी सबैको लागि यो उत्तिकै आवश्यक छ र यो हामी एकअर्काको जीवनका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। हामीले बनाउने व्यक्तिगत वा सार्वजनिक संरचनाहरू बनाउँदै गर्दा हामी कतिको संवेदनशील हुन्छौँ, यो कुरालाई कतिको हृदयङ्गम गरेर आफ्ना योजनाहरू बनाउँछौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यो हरिद्वार स्थित मैले अध्ययन गरिरहेको देव संस्कृत विश्वविद्यालयको सुन्दर वातावरण हो। यो निकै नै रमणीय, प्रेरणादायी लाग्छ मलाई। सयौँ हजारौँ चराचुरुङ्गीहरू यहाँ देख्न पाइन्छ। यहाँको बिहान उठ्ने बित्तिकै यिनका आवाजहरूले एक खालको छुट्टै आनन्द दिन्छन्। प्रचण्ड गर्मीमा पनि यहाँ शीतल हावाको बहाव महसुस गर्न पाइन्छ। यो फुलहरूको सुन्दर वासनाले एक छुट्टै आनन्द दिन्छ। यहाँ विभिन्न औषधीय जडीबुटीहरू, फुल फलहरू देख्न पाइन्छ। बाँदरहरूको यहाँ बथान देख्न पाइन्छ। यो एक खालको विविधता यहाँनिर छ। यस्तो सुन्दर वातावरणमा पढ्ने कुरा केवल किताब र कक्षासँग मात्रै सम्बन्धित छैन। यो यहाँको वातावरण, जीवनशैली, यो समग्र अवधारणाले पनि जीवनलाई सिकाउँछ जस्तो लाग्छ। यो अद्भुत छ, यो उदाहरणीय छ। नमस्कार, जय सिया राम।